निर्मलाजी हजुर आज हामीले के बनाएको? आज हामीले मोमो बनाउनु लगाएको। मोमो चाहिँ सब प्रायः जस्तो बनाइरहेको हुन्छ, तर आज चाहिँ चिज हालेर बनाउनु लगाएको मासुमा, चिकनमा कस्तो हुन्छ हेरौँ। एउटा चिज हालेको एउटा नहालेको, दुई थरीको मिल्छ। म चाहिँ यहाँ ऱ्याप गर्दैछु, कस्तो हुन्छ हेरौँ। कतिको मिठो हुन्छ। पहिला ट्राई गरेको छु यसरी चिज मोमो। छैन त चिज मोमो त मैले खाने चाहिँ खाएको छु, तर बनाएको छैन फर्स्ट टाइम। यो त धेरै देखिन्छ त के को लागि हो यस्तो विधि? बेच्ने हो र? होइन, यो फ्रोजन गरेर राख्ने, अनि यो लन्च राख्ने, कसैको ब्रेकफास्ट, स्कुलमा बच्चालाई लन्च भन्दा सजिलो, हेल्दी, होममेड, अनि त्यसैको लागि। यसको लागि अचार तयार भइसकेको छ त? छैन अचार चाहिँ। अचार चाहिँ भोलि बिहान बनाउँदा पनि भइहालिन्छ, अहिलेको लागि मात्रै हो। यसरी हेर्नु न, ट्रेमा यस्तरी नेपाल, यो ट्रे चाहिँ नेपालबाट लिएर आएको, अनि यो ट्रेमा टक्क लिएर राख्यो, अनि त्यसपछि डिप फ्रिजमा हालिदियो, फ्रोजन हुन्छ। अनि निकाल्यो, जतिखेर मन लाग्यो त्यतिखेर बोइल गर्यो, स्टिम के अरे स्टिम गर्यो, खायो। कति सजिलो। यस्तो गर्मीमा त 33 डिग्रीको गर्मीमा मोमो बनाउनु रहर लाग्छ त? 33 मात्रै छ त, भित्र 33 हो, बाहिर त 37 समथिङ होला। के गर्नु त, बनाउनु पऱ्यो, बनाउनु पऱ्यो नि त। भोलि बिहान के दिने त फेरि लन्चमा पनि त चाहियो नि त। आफूलाई पनि खानु पऱ्यो, बच्चालाई पनि चाहियो। यो मात्रै हो र, म त अझै अर्को पनि बनाउनु पर्छ, सुसी पनि बनाउनु पर्छ। फेरि एउटा मोमो खाने, एउटा मोमो नखाने छ। बर्गर, फेरि स्कुलबाट आएर फेरि बर्गर। सामान्य के अरे सर्टिफिकेट नभएको सेफ भइसकेँ म। द्याट्स गुड। म चाहिँ यति छिटो ऱ्याप गर्छु, बनाउँदा यति एकचोटि त मोमो बनाउने कला देखाइदिनुहोस् त। कला त्यस्तो केही पनि छैन। कला चाहिँ यस्तो बनाउने, यसरी हाल्ने। एक्लै हुनुहुन्छ भने चाहिँ टिभी खोल्ने, अनि डकुमेन्ट्री हेर्ने अथवा के हेर्ने, अनि यसरी। म चाहिँ एक्लै भएको बेलामा चाहिँ टिभी हेर्छु, हेर्ने कथा हेर्छु, नहेर्ने कथा नै हेर्छु, घुमन्ते हेर्छु, फिरन्ते हेर्छु। ओके ल, हुन्छ, हस्, धन्यवाद।